सर यो संस्थाको मुख्य उद्देश्य के छ त्यो बताइदिनुस् न हाम्रो। केचना कञ्चनजङ्घा पर्यटन विकास समिति मूलतः नेपाल सरकारले यो क्षेत्रको झापा, इलाम, पाँचथर, ताप्लेजुङ, जुन झापा भन्ने बित्तिकै केचना जो नेपालको सबैभन्दा होचो भूभाग हो र यो मेची करिडोरको सबैभन्दा अग्लो हिमालको रूपमा रहेको कञ्चनजङ्घालाई जोडेर केचना कञ्चनजङ्घा पर्यटन विकास समिति भनेर नेपाल सरकारले गठन आदेश जारी गरी 2077 सालमा निर्माण गरेको हो र यसको मुख्य उद्देश्य भनेको चाहिँ यो केचनादेखि कञ्चनजङ्घा क्षेत्र अथवा कञ्चनजङ्घा भूपरिधिभित्र रहेका पर्यटकीय गन्तव्यहरू, पर्यटनका कम्पोनेन्टहरू छन्, यी सबैको समग्र विकास गर्ने गरी निर्माण भएको नेपाल सरकारको विकास समिति भएको कारणले गर्दाखेरि यसको प्रमुख उद्देश्य पर्यटनको पूर्वाधार विकास गर्ने र प्रवर्धन गर्ने। अहिलेसम्म हामीले त्यस्तो उल्लेख्य कामहरू गर्न सकेनौँ। किन भन्दाखेरि नेपाल सरकारले यस्ता पर्यटकीय विकास समितिहरूलाई चाहिँ सङ्घीय सरकारबाट प्रदेश सरकारमा हस्तान्तरण गरिसकेपछि गत वर्ष मात्र यही 81 असार 30 गते चाहिँ प्रदेश सरकार, कोशी प्रदेश सरकारले चाहिँ केचना कञ्चनजङ्घा पर्यटन विकास समितिलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा फेरि अर्को गठन आदेश जारी गरेर स्थानीय सरकार सञ्चालन ऐन 2074ले कतिपय यस्ता संरचनाहरू चाहिँ प्रदेश मार्फतै सञ्चालन गर्ने अथवा स्थानीय तहले सञ्चालन गर्ने भन्ने नेपालको जुन ऐन छ त्यो ऐनअनुसार योलाई पनि स्थानीय सरकार सञ्चालन ऐन 2074 अर्न्तगत चाहिँ प्रदेशमा हस्तान्तरण गरियो। माथि बनाइयो तर प्रदेशमा हस्तान्तरण गरियो। प्रदेशमा हस्तान्तरण गरिसकेपछि प्रदेश गठन आदेश जारी गर्यो। प्रदेश गठन जारी गरिसकेपछि अब यसलाई व्यवस्थित गर्नको निम्ति चाहिँ अबको यो आर्थिक वर्ष त ज्याने त्याने चलेको छ। हामीलाई त्यस्तै धेरै पर्यटकीय पूर्वाधार विकास गर्ने छैन, प्रबन्धात्मक कामहरू मात्रै गर्दैछौँ हामी अहिले पनि हैन। पूर्वाधारका कामहरू गर्न सुरु गरेका छन्। गत वर्ष हामीले पूर्वाधारका कामहरू त गऱ्यौँ। कतिपय पाटेनाइका ट्रेकिङ ट्रेलका, ताप्लेजुङमा चाहिँ गुम्बा डाँडाको होमस्टेको व्यवस्थापनका कुराहरू, त्यसको पूर्वाधार विकासहरू हैन। त्यसै गरी अन्तुको अथवा सूर्योदय नगरपालिकाको गुफा पातलमा चाहिँ हामीले आई लभ नेपाल भनेर चाहिँ विशेष गरी चाहिँ विदेशी पर्यटकहरू जो भारतीय पर्यटकहरूको अलिक घुइँचो लाग्ने ठाउँहरू छन् त्यो ठाउँमा चाहिँ नेपालको प्रतीक झल्किने गरी चाहिँ नेपाललाई माया गर्छु भन्ने खालका त्यस्ता चिजहरू पनि हामीले पूर्वाधारका कामहरू गर्यौँ। पर्यटन प्रवर्धन कसरी गर्ने? पर्यटन प्रवर्धन भन्ने बित्तिकै हाम्रा डेस्टिनेसन हो, पर्यटकीय गन्तव्यहरू छन्, त्यसका विशेषता सहितको बाहिर मार्केटिङ गर्ने, त्यहाँ भएका चिजहरू भनौँ बाहिरका मान्छेहरूलाई यस ठाउँमा ल्याउने। भर्खरै कोशी प्रदेश सरकारले हजुर पर्यटन प्रवर्धन गर्ने भन्ने कार्यक्रम गर्यो हैन। इटरीको एउटा होटलमा गर्यो, ठुलै भव्य कार्यक्रम गर्यो हैन। 5.5 लाख खाएको बिल मात्रै निस्केको छ। त्यसलाई पर्यटन प्रवर्धन भन्ने कि नभन्ने? अहिले यस्तो हो, त्यो कार्यक्रमको सहभागी म पनि भएको कारणले गर्दाखेरि त्यो के हो भन्दाखेरि कतिपय नीतिगत ढङ्गबाट कोशी कोशी पर्यटन वर्ष 2082 का सन्दर्भमा नीतिगत कुराहरू कसरी मिलाउन सकिन्छ भनेर डिफ्रेन्ट अर्गनाइजेसनहरू डिफ्रेन्ट स्टेकहोल्डरको बिचको छलफल हो। त्यसले गर्दाखेरि अब के कति खर्च त्यसलाई पर्यटन प्रवर्धन भन्न मिल्ने हो र आधार त मान्नु पर्यो नि त। आधार भनेको नीतिगत ढङ्गबाट कसरी छलफल गरेर अगाडि जाने, पर्यटन वर्षलाई कसरी सक्सेस बनाउने भन्ने बारेमा अलिकति गहन ढङ्गको छलफल भएको छ। मैले पर्यटन प्रवर्धन गर्ने सल्लाह अथवा सुझाव अथवा एउटा डिस्कस भनौँ न अफिसको कुनै हलमा गर्न सकिन्थ्यो कि 5 स्टार अथवा स्टार लेभलकै होटलमा गर्नु पर्छ? त्यो त आयोजकले गर्ने चिज हो हैन। कहाँ असुविधा हुन्छ के हुन्छ भन्ने कुरा त्यो आयोजकले व्यवस्थापन गरेको होला, त्यो आफ्नो ठाउँमा छ। पर्यटनको विकास गर्नको लागि, पर्यटन प्रवर्धन गर्नको लागि, पर्यटक क्षेत्र विकास गर्नको लागि चाहिँ स्टार लेभलका होटल भन्दा पनि त्यो ठाउँमा एउटा कुनै ठाउँमा गएर यदि टेन्टै राखेर 5 लाखको ठाउँमा 10 लाख खर्च गरेर त्यहाँ सबै आयोजकले त्यो जति त्यहाँ होटलमा उपस्थित भएको थियो त्यहाँ एउटा पर्यटक गन्तव्यमा लगेर त्यहाँ चाहिँ होल्ड गर्न सकेको भए त्यहाँ एउटा प्रचार प्रसार हुन्थ्यो भन्ने नीतिगत ढङ्गबाट छलफलहरू, कतिपय चाहिँ संरचनागत सुधारका कुराहरू, नीतिलाई के नीति लिएर चाहिँ हामीले पर्यटन वर्षलाई चाहिँ सक्सेस गराउने भन्ने बारेमा अलिकति डिस्कसन भएकोले गर्दाखेरि त्यो त अब होटलमा गर्ने अथवा अफिसकै हलमा गर्ने भन्ने कुराहरू हुन्छ। त्यसले गर्दाखेरि त्यही ढङ्गले गरेको होला भन्ने ठान्छु। नेपाल सरकार अथवा नेपाल सरकारबाट गठित समितिहरू पर्यटन प्रवर्धन गर्न चुक्दै गरेको अवस्था छ कि छैन? हामीले एकदम खुलस्त भनिदिनुहोस् है। त्यस्तो अवस्था छैन। जस्तो यस्ता समितिहरू कस्तो छ भने विकास समितिहरू या पर्यटनसँग सम्बन्ध राख्ने निकायहरूले
यहाँले भने जस्तो हामीसँग भौगोलिक विविधता छ, सांस्कृतिक विविधता छ, जातीय विविधताहरू छन् होइन, भाषिक विविधताहरू छन्। यी विविधताहरू हाम्रा पर्यटनका महत्त्वपूर्ण पार्ट्सहरू हुन् होइन। त्यसले गर्दाखेरि यी सबैको समग्र विकास गरेर लिएर जानु पर्छ नै। तर अब डेस्टिनेसनहरू कहाँ चाहिँ महत्त्वपूर्ण हुन् भन्ने कुरा चाहिँ प्रायोरिटाइज चाहिँ हुनु पर्यो। सरकार परिवर्तन र राजनीतिक चहल पहल उथल पुथलले पनि यो पर्यटन क्षेत्रलाई जुन तरिकाले गर्नुपर्ने, प्रवर्धन गर्नुपर्ने, विकास गर्नुपर्ने अथवा प्रचार प्रसार गर्नुपर्ने त्यसमा अलिकति कमी भएको हो कि होइन भन्ने कुरो यहाँसँग मैले एकदम होइन। त्यो चाहिँ सरकारको आँखामा कस्तो पर्छ भन्ने कुरा पनि हो। त्यसले गर्दाखेरि पर्यटनलाई एउटा नो स्मोकलेस इन्डस्ट्रिज भनेर भन्छ नि, धुवाँ रहित एउटा उद्योग। त्यसले गर्दाखेरि यो उद्योगलाई व्यवस्थित गर्नको निम्ति चाहिँ सरकार परिवर्तन या सरकारको सञ्चालन या सरकारको चाहिँ निरन्तरता यी कुराहरूले असर गर्नु हुँदैन र निर्वाध ढङ्गबाट चल्न दिनुपर्छ भन्ने कुरा हो। मेचीको पर्यटन, मेची करिडोर भनौँ, अब मेची पुरानो मेची त छैन हामीसँग, र पनि मेची करिडोर भने बित्तिकै झापा, इलाम, पाँचथर, ताप्लेजुङ यसको पर्यटन विकासको निम्ति हामीले दुईवटा कुरामा जोड दिनुपर्छ भन्छु म चाहिँ। एउटा कुरो के हो भन्दाखेरि हामीसँग चाहिँ हिमालहरू छन्, 8000 मिटरभन्दा माथिका हिमालहरू हामीसँग प्रशस्त छन्। ती हिमाल केन्द्रित पर्यटनको विकास गर्नुपर्छ एउटा। अर्को कुरो के हो भन्दाखेरि पदमार्ग केन्द्रित पर्यटनको विकास। अहिले एराउन्ड 12 दिन कति आसपासको 12, 12.5, 11.5 यही आसपासमा छ हाम्रो विदेशी पर्यटकहरूको नेपालको बसाइ हो भने अब पर्यटकहरूको बसाइलाई लम्ब्याउनको लागि पनि चाहिँ हामीले पदमार्ग केन्द्रित पर्यटनलाई विकास गर्नुपर्छ, ताकि गाडीमा चढेर हिँड्ने भन्दा पनि अब एडभेन्चरभित्र पर्ला। तर पनि त्यसलाई के भने त्यो गर्यो भने के भने हाम्रो बासलाई अथवा नाइट होल्डलाई चाहिँ अलिकति बढाउन सकिन्छ भन्ने हिसाबले चाहिँ पदमार्ग केन्द्रित पर्यटनको विकास र हिमाल केन्द्रित पर्यटनको विकास। त्यसो गर्दा के हुन्छ भने म सक्छु हिमाल केन्द्रित पर्यटन विकास गऱ्यौँ भने झापा, इलाम, पाँचथर हामीसँग ताप्लेजुङसँग हिमाल छ भनेपछि हामी पाँचथर, इलाम, झापासँग हिमाल छैन भनेपछि ताप्लेजुङको हिमाल केन्द्रित पर्यटनलाई अलिकति हामीले व्यवस्थित गर्ने हो भने चाहिँ के हुन्छ भन्दाखेरि झापा, इलाम, पाँचथर आफै आफ ढङ्गले चलायमान बन्न सक्छ। ल ठिक छ। स्थानीय सरकारले पनि त्यो मैत्री ढङ्गका स्थानीय चाहिँ व्यवस्थापकीय कामहरू गर्नु पर्यो। त्यसका नीतिहरू त्यही ढङ्गले स्थानीय सरकारहरूले पनि निर्माण गर्नु पर्यो। व्यवस्थापनका कामहरू पनि त्यही ढङ्गले गर्नु पर्यो। सँगसँगै त्यस्ता ठाउँहरूमा चाहिँ स्थानीय वातावरण मैत्री, स्थानीय चाहिँ कच्चा पदार्थमा आधारित डेस्टिनेसनहरूको विकास गर्ने, त्यही ढङ्गका चाहिँ उत्पादनहरू जस्तो इलामको हकमा हेर्ने हो भने जस्तो अदुवाबाट उत्पादित चिजहरू होइन, त्यसै गरी किवीबाट उत्पादित चिजहरू के सर, किवीबाट के उत्पादित वाइनहरू हुन्छ, त्यसै गरी अरू के बनाउन सकिन्छ त्यसको पनि रिसर्च हुनु पर्यो नि। हामीसँग रिसर्च बेस्ड टुरिज्म नै छैन, रिसर्च गर्नु पर्यो कहाँ के फिट हुन्छ भन्ने कुरा चाहिँ ल्याउनु पर्यो। अब यहाँ त होइन सरकारी समितिमा हुनुहुन्छ होइन, विकास समितिमा हुनुहुन्छ, यहाँलाई गभर्मेन्टले माइन्डेट पनि दिएको छ, त्यो स्पेसलिस्टहरू हामी भित्राउन सक्दैनौँ? सकिन्छ। किन अहिलेसम्म 4 वर्षमा किन ढिलो? अहिले यसो कतिपय मैले अघि पनि भने नि यो समितिको बारेमा त कतिपय तलमाथि भएर पनि अलिकति अप्ठ्यारो पर्दै पनि हामी काम गर्दै आएका छौँ। एउटा अभियन्ताको रूपमा पनि एउटा निरन्तर लागेको यो जिल्लावासी भएको नाताले पनि हामी काम गरिरहेका छौँ। त्यही समिति नै ठुलो कुरो होइन। तर पनि के हो भन्दाखेरि लोकल गभर्मेन्ट अनि प्रदेश सरकार यी दुईटा निकायहरूले चाहिँ अथवा सरकारका संयन्त्रहरूले चाहिँ अलिकति यो ढङ्गले अलिकति रिसर्च बेस टुरिज्मलाई महत्त्व दिने हो भने चाहिँ र त्यही ढङ्गले चाहिँ जस्तो सन्दकपुरमा के हुन्छ, इलाम नगरपालिकामा के हुन्छ, लोकल जुन रैथाने प्रकृतिका खानेकुराहरू, रैथाने प्रकृतिका अन्य चिजहरूको उत्पादन गर्ने, त्यसलाई प्रमोसन गर्ने, त्यसलाई खुवाउने। यहाँ त त्यही ढङ्गका मेटेरियलको भयो भने यहाँको रोजगारी पनि बढ्छ, यहाँका मान्छेले चाहिँ जीविकोपार्जन पनि हुन्छ, यहाँका मान्छेले रोजगारी प्राप्त गर्छन्, यहाँका चिजवस्तुहरू पनि उत्पादन हुन्छन्, बिक्री पनि हुन्छन्, त्यसले आय आर्जन हुन्छ। त्यो आय आर्जन भएपछि स्थानीय मान्छेहरूको लिभिङ स्ट्यान्डर्ड पनि त वृद्धि भएर जान्छ नि त। इलामेलीले कस्तो आतिथ्यता दिनुपर्छ पर्यटकलाई? मुस्कान सहितको आतिथ्यता, मुस्कान सहित होइन। मुस्कान सहित भन्नेले के हो भन्दाखेरि राम्रो बोली वचनहरू गर्ने, राम्रो बोल्ने होइन,
राम्रा ढङ्गका भाषाहरू प्रयोग गर्ने, सँगसँगै चाहिँ आउने मान्छेहरूलाई होटलमा होस्, रेस्टुरेन्टमा होस् या अरू कुनै जो चाहिँ किनबेच गर्ने ठाउँहरूमा होस् अथवा गाडीहरूमा होस्, उनलाई चाहिँ राम्रो ढङ्गले बोल्ने, उसलाई चाहिँ मुस्कानसहितको सेवा प्रदान गर्ने, आएका मान्छेलाई चाहिँ फेरि आउँ भन्ने वातावरण सिर्जना गर्नु पर्यो। त्यो ढङ्गले आफ्ना चाहिँ व्यवहारहरू गरियो भने मान्छेहरू आउँछन्। फेरि एकचोटि आएर कहिले नआउने भन्दा पनि ती गएका मान्छेले फेरि अरू मान्छेहरू पनि ल्याउन् भन्ने ढङ्गले चाहिँ गऱ्यौँ भने राम्रो हुन्छ, मान्छेहरू आउन सक्छन् भन्ने हो। अब धेरै कुराहरू त हामीले छलफलमा भनि पनि सक्यौँ होइन। त्यसले गर्दाखेरि झापा, इलाम, पाँचथर, ताप्लेजुङ अथवा यो क्षेत्र पर्यटनको लागि अत्यन्त महत्त्वपूर्ण क्षेत्र हो। हामीले के बुझ्नु पर्यो भन्दाखेरि चिसो पर्यटन हुनसक्छ तर अत्यन्त धेरै गर्मी पर्यटन हुन सक्दैन। हामी गर्मी हेर्न जाउँ अरे, गर्मी खान जाउँ भनेर भन्दैनौँ, तर हिउँ खेल्न जाउँ भनेर हामी भन्छौँ। भनेपछि हामीले पर्यटनको विकास गर्ने भनेको पहाडी क्षेत्रमा अलिक बढी हो। मधेसमा पनि छन् त, मधेस क्षेत्रहरूमा पनि छन्, त्यस्ता ठाउँहरू छन् जसको विकास गरेर चाहिँ अहिले मान्छेहरू आउने, घुमफिर गर्ने, जाने काम त गरिरहेछन्। त्यसले गर्दाखेरि पहाडमा बढी अलिकति सरकार अथवा निकायहरू जो छन् उनले अलिक बढी केन्द्रित गर्नुपर्छ भन्ने मेरो चाहिँ सम्बन्धित निकायहरूलाई अनुरोध पनि हो। त्यही ढङ्गले चाहिँ अगाडि बढियो भने हाम्रो पर्यटनको विकास सम्भव हुन्छ। र पर्यटन भन्ने बित्तिकै हामीले के बुझौँ भन्दाखेरि मान्छेको इन्कम जेनेरेट गर्ने, आय वृद्धि गर्ने, त्यसले चाहिँ राष्ट्रको कुल गृहस्थ उत्पादनमा पनि अथवा आयमा पनि त्यसले के भने कन्ट्रिब्युट गर्न सकोस् भन्ने हिसाबले हाम्रा गतिविधिहरू अगाडि बढ्नु पर्यो। यदि त्यो गर्न सकिएन भने छिटो पर्यटन हुन सक्दैन। हस् त केशव सर, यहाँले पर्यटन प्रवर्धन र विकासको लागि केही कुराहरू हामीलाई जानकारी गराइदिनु भयो। पक्कै पनि यसबाट चाहिँ सम्पूर्ण पर्यटन व्यवसायीहरूले केही कुरा सिक्नुपर्छ यहाँको विचारबाट भन्ने लाग्छ मलाई। हस् त, धन्यवाद। धन्यवाद रविन्द्रजी।